आउनुहोस् है आज गीत गाउँदै काम गर्नु पर्यो छालहरू भन्ने गीत गाउँ अब यो एकछिन विशेष ट्याग गरौँ भनेर आएको तर खासै एकछिन विशेष ट्याग गर्नु मन आउँछ कि आउँदैन भनेर मिलाएर हाल्नुपर्ने हुन्छ यसरी होइन यसरी ट्याग गर्ने किनकि तपाईँ घाँट छ कि छालहरू कति बज्यो हजारौं लाखौं वर्षदेखि यम्बा रुइवा र हावाको नामले बग्ने नदीहरू सुनकोशी अरुण र तमोर नदी भएर बगिरहेको छ। निरन्तर र अविच्छिन्न बगिरहने त्यो नदीको तीव्र वेगमा पनि अडिग रहेको एउटा विशाल ढुङ्गा हो खुवालुङ। यम्बा रुइवा र थावा नदीको सङ्गम भएको ठाउँ सुमवादोमा अवस्थित खुवालुङलाई नदीका असंख्य छाल र तरङ्गहरूले तरङ्गित पारे जस्तै मुन्दुम र ऋषियाहरूको सप्त लहरने लयको कम्पनहरूमा पुस्तौं पुस्ताले सम्झिरहनेछन्। भाषामा कुम खुम र वा शब्दको अर्थ पानी भन्ने बुझिन्छ भने अर्थ हुन्छ ढुङ्गा। किराँत मिथक अनुसार यही खुवालुङ वरिपरि एक समयमा घुम्दै आइपुगेका मूलवासी किराँतका पुर्खाहरू यहीँबाट छुट्टिएका थिए र त्यही समयबाट सुरु भएको थियो थरीथरीका अनेकौं किराँत गाउँ बस्तीहरू। सही सर हजुर सरी बनाउँदैछु म यो एसएमपिएस चाहिँ ट्याग गर्दैछु। मैले त अब यो बाँकी त यस्तो धेरै बाँकी छैन यसको चाहिँ चारवटा किलो हाल्नु लागेको छु म यसलाई पनि बन्द गरिदिउँ लगेर जे पनि मिलेको छैन के मिलेन भन्नुहोस् त।